कि छैन हरि ल्याउ ल्याउ बोकेर हेर लाउ ल्याउ ल्याउ बोकेर ल्याउ ल्याउ बोकेर हरे राम ल्याउ ल्याउ बोकेर एकदम तयार भएको सारा भक्त गएको मान्ने ती सबैले फटाक्कै नागेर क्या अब धेरै बेर किन दुःख दिनु भयो बाबुराजालाई नारायणको मन्दिरमा हो कि तल्लो घरमा हो कि तल्लो घरमा छ कि तर नारायणको मन्दिरमा अहिले बिखार नगरौँ श्रीमती भागवतलाई शिरमा राखिकन अटाली र कोठाभित्र गएर क्या केरा भयो सुन्तला भयो स्याउ भयो अमुर भयो क्या एउटा सानो दुईटा झोला बस्दा एकदम गर्नु होला तपाईँ हामी छरबारी नगर्नु फाट गर्ने के जतासित त्यसरी गऱ्यो भने बरु यताउति गरेर हुँदै लिएर आउनुपर्छ बाबु राजा लिएर आउन आयो तिमी हामी सबै बसी खाउला रावणको नौताली घर अटालीमा जाउँला माया पृथ्वी लाउला कसैले गिल्ला गर्छ त्यता आदि फाल्नु पर्छ भने नारायणको मन्दिरमा त नआओस् भरे श्रीमद् भागवत भने सानो कुरो होइन तर यो भागवत मूर्खलाई काम छैन हिन्दू धर्म संस्कार अनुसार क्या श्रीमद् भागवत आएपछि 7 कुल पर्छ भन्ने गोकर्ण पनि तरे सारा मुचे भर सारा पार हागो श्रीमती भागवत भनेको सानो तिनो होइन यी कलिका मूर्तिहरूलाई एकदम थाहा छैन बाबु राजा बन्न बस्दा उतै खानु खाजा दुईटा झोला तिमीलाई जाऊ आज ए बाबु अरे जाउन नाचेर रङ्गमनको दरबारमा जाउन नाचेर रङ्गमनको
पठाइबाट हटालीको छेउमा पर्छ जतनीसित फेरि जतामा चिन्नेलाई याद गर चैतको भाग्रो उत्तौलो चाहिँ हुन्छ साह्रै मात्रो गरे मेरो मन रुन्छ राजा त्यही बसेर क्या फलफुल खाएर आएर हामी मात्रै जाँदा हनुमन्त दरबारमा गएको छ फलफुल खाएर तमासा गएको छ छरी रुखमा सराई सानी चौरा छरी रुखमा सराई सानी चौरा दुखा दुखमा सराई सानी चौरा दुखा दुखमा सानी चौरा दुखा दुखमा रङ्ग भनेको माया रङ्ग बसा थापाका बसा थापाका बसा थापाका धेरै ठाउँ जानु छ यहाँ भन्नु साथी छैन तपाईँ जानु परेछ यो ठाउँमा कुन कुन ठाउँमा बगैँचा धेरै छ गरिहाल्नु भनेर खोल्नु सर्या होला दुई तला खेताहरू नभए ढिमो फाइदा पनि निकालिसकेका छैन कता होला बगैँचा र केरा विचार गरी आउन पचालेर अन्त टाढा नभएदेखि नारायण मन्दिरबाट फेरि यताखेरि गर्नुपर्छ चाहियो जसरी पनि चाहियो विचार गर बगैँचामा जाऊ उतै घुमी आऊ नारायण अरे जाउन घुम्नलाई जाउन घुम्नलाई नारायणको बगैँचामा जाउन घुम्नलाई केरा गाडी छैन त्यही भएर